आफ्नै परिवारको सदस्यलाई दिए चाहिँ आँसु बगाएर आशीर्वाद दिएका छन्। पापीहरूको केही चल्दैन, मलाई राम्रोसँग थाहा छ। र यो खेर जाँदैन, एक थोपा आँसु खेर जाँदैन, एक थोपा रगत खेर जाँदैन। हामीले शान्त विद्रोह गरेका थियौँ। चितवनले गरेको क्रान्ति संसारकै उदाहरण कान्ति थियो। विभिन्न देशमा म जाँदा यो कसरी सम्भव भयो भनेर ती देशका राजनीतिक कर्मीहरूले सोध्थे। चितवनको उदाहरण दिन्थे म। हामीले गरेको क्रान्तिमा कसैको केही सानो ठेस पनि लागेन, कसैको पनि केही बिग्रिएन, कहीँ झैझगडा भएन, लाठीचार्ज, ढुङ्गा हानाहान, मारामार, आन्दोलन केही पनि नगरिकन हामीले शान्त रूपमा, अहिले भनिन्छ नि चुपचाप घन्टी छाप, हामीले चुपचाप घन्टीमा छाप लगाएर हामीले विद्रोह गरेका थियौँ। बस अब फेरि त्यसैलाई अलि महत्त्वपूर्ण बनाउने बेला आएको छ। त्यसैका माध्यमबाट हामी परिवर्तन गर्न सक्छौँ। परिवर्तनको यो सङ्घारमा इतिहास लेख्ने यो बेलामा अब हात खुट्टा काम्नु हुँदैन। म पुराना राजनीतिक दलमा आस्था राख्ने साथीहरूलाई यति भन्न चाहन्छु कि तपाईँको आस्था, तपाईँको विश्वासलाई हामी अब मूल्याङ्कन गर्ने, अपमानित गर्ने गरी गाली गलौज गर्दैनौँ। मलाई पुराना राजनीतिक दल र नेताहरूसँग भन्नु केही पनि छैन। उहाँहरूले जे गर्नुभयो, जति सक्नुभयो गर्नुभयो। अब नयाँ पुस्ताको पालो आएको छ। इमान्दारितापूर्वक काम गर्न सक्छौँ भने यस देशमा सम्भावना छ। हामीले भनेको त्यति हो, यति भन्दा थुन्नुपर्ने केही पनि थिएन। ठिकै छ, लडौँला भनेको यति हो। भ्रष्टाचार नगर, यति भन्दा बच्चाहरूलाई गोली ठोकेर मार्नु पर्दैन थियो, मलाई थुन्नु पर्दैन थियो। हामीले के मागेको र? मेरो घर बनाइदियो भने होइन, मलाई जग्गा जमिन जोडिदियो भनेको होइन। मागेको यति हो कि जनताले उपचार गर्न पाउनु पर्यो। तिमीहरूलाई हातछुवा आउँदा सिङ्गापुर जान्छौ, हाम्रा देशका जनताहरूले अस्पतालमा बेड पाउन एउटा नेताको चाकडी किन गर्ने? मेरो प्रश्न यति हो। तिम्रो घरभरि पैसा छ, खल्तीभरि पैसा छ, तिम्रा छोराछोरीहरू महँगा स्कुलमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने, हाम्रै निर्वाचन क्षेत्रका चेपाङका छोराछोरीहरूले, दलित गरिब बस्तीका छोराछोरीहरूले राम्रो छानो पनि नभएको स्कुलमा किताब पनि समयमा नआउने, त्यस्तो विद्यालय पढ्नुपर्ने, यो विभेद किन गरेको भनेर सोधेको। यति सोद्धा थुन्नुपर्ने थिएन, यति माग्दा मार्नुपर्ने थिएन। यति मागेको, योभन्दा बढी मागेको होइन। तर अब यसलाई परिणाममा लिएर जानुपर्ने छ। भन्नुपर्ने कुराहरू धेरै कम छन्, गर्नुपर्ने कामहरू धेरै छन्। हामी तयार भएर बसेका छौँ। यस अगाडि पनि मलाई भन्थे यो एउटाले जित्ला यसले के गर्ला भन्थे, तर 21 जना होनहार साथीहरूलाई हामीले लिएर गयौँ। हामीले संसदमा के गर्यौँ भन्ने कुरा मैले भनिरहनु पर्दैन, यहाँले देख्नु भएको छ के थियो र नेपालको संसद यस अगाडि। त्यही एउटा बजेट भाषण हेर्थे मान्छेले, के को भाउ बढ्यो, के को भाउ घट्यो, कर्मचारीको तलब बढ्यो कि बढेन भनेर हेर्ने संसद थियो। बाँकी समय त निदाउने, हाई गर्ने, खैनी मोल्ने संसद थियो। हामीले जिउँदो जाग्दो संसद बनायौँ, प्रत्येक सेसनहरूलाई युवाहरूलाई हेर्ने बनायौँ। 101 होनहार जेन्जी पुस्ताकै सांसदहरूलाई समेत हामीले अघिल्लो पटक संसदमा लिएर गयौँ र देशलाई भन्यौँ, हेर संसद यस्तो हुन्छ, यसपटक फेरि भन्नुपर्नेछ, संसद यस्तो हुन्छ, सरकार यस्तो हुन्छ। सरकार जस्तो भयो भने देश जस्तो हुन्छ। र चुनावमा जनताले भोट हालेर आफ्नो विवेक प्रयोग गर्यो भने बल्ल यो परिवर्तन सम्भव छ। एउटा नेताले, एउटा पार्टीले यो सबै कुरा गर्न सक्ने होइन। गर्न सक्ने ताकत जनतासँग मात्रै छ। मैले सबैतिर भन्दै आएको कुरा आज तपाईँले भिडियोमा हेरेको रिपिट भयो होला। म फेरि पनि तपाईँहरूलाई बताउन चाहन्छु कि कतिपय मानिसहरू यहाँ मेरो 100 भोट छ, मेरो 200 भोट छ, मेरो 300 भोट छ भनेर तपाईँको भोटको ठेक्का ल्याएको छ। हाल्ने कुरामा चाहिँ आज तरकारी के खाने भन्ने कुरामा सहमति हुन सक्ला, तर भोट कसलाई हाल्ने भन्ने कुरामा श्रीमान श्रीमतीको पनि वाद विवाद हुन सक्छ। त्यतिखेर विवेक प्रयोग गर्नुपर्छ। भोटै हाल्ने कुराले तपाईँको सम्बन्ध बिग्रियोस् भन्ने म चाहन्न, तर देश बिग्रिनु हुँदैन भन्ने कुरा तपाईँहरूले पनि हेक्का राख्नुपर्छ। देश बचाउने हो भने, देश बनाउने हो भने भोटमा कम्प्रोमाइज हुन्न। हामीले जति कराए पनि, म जति पटक थुनिए पनि तपाईँले भोट हाल्नु भएन भने परिवर्तन सम्भव छैन। यो समय हामी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएको यो समय नेपालको इतिहासमा पहिलो पटक आएको छ र विश्व इतिहासमा यस्तो अवसर आउँदैन। जनताले आफ्नो हातले आफ्नो भाग्य र आफ्नो भविष्य लेख्ने यो अवसर हत्तपत्त कुनै पनि देशले पाउँदैन। नेपालले पाएको छ, हामीले पाएको छौँ। यसलाई सदुपयोग गरौँ, यसलाई सदुपयोग गरौँ। म यति भन्न चाहन्छु, चुनावी सभाहरूमा आउने क्रम त जारी नै रहन्छ, तर समयको व्यस्तता